सो हेलो नमस्ते एभ्रिवान, इट्स बुल राइडर नेपाल। र आज हामी जाँदैछौँ जामाचो हाइक र मसँग छ आज दुईजना परिहरू, एउटा बबिता र अर्को अप्सरा। सो आजको डे बबाल छ किनभने बिहानै पानी परिरहेको थियो र अहिले भर्खरै हल्का अलि फ्रेस छ वेदर होइन, अनि त्यही भएर हामी चाहिँ अलिक ढिला भयो नि हाइक चाहिँ कम्प्लिट गर्नेछौँ। सो ओके देन गाइज, सी यू माई ब्लग एन्ड इन्जोय द जर्नी। माछा पोखरीबाट लगभग 1 किलोमिटर हिँडेपछि यहाँ आर्मीको ब्यारेक आइसकेको छ। यहाँबाट चाहिँ अब पर्मिसन लिनुपर्ने हुन्छ, टिकट लिनुपर्ने हुन्छ। फुलबारी भन्ने ठाउँमा जुन माछा पोखरीबाट अगाडि छ त्यहाँ चाहिँ एउटा कुरा चाहिँ के थाहा पायो भन्दाखेरि यहाँ चाहिँ माछा मासु नन भेज आइटम जानै दिँदैन कि। हामी चाहिँ एक ब्रेड ल्याएको थियो होइन, त्यो पनि जान दिएन कि। भन्नाले कतिसम्म टाइट रहेछ यहाँ। र यो चाहिँ फर्स्ट टाइम मैले थाहा पाएको होइन। नन भेज चाहिँ अलाउ छैन। सो यदि कोही आउँदै हुनुहुन्छ जामाचो भने नन भेज चाहिँ नलिएर आउनु है। बिचारा उनीहरूको मेहनत सकेर बनाएर मस्तले राखेको जन क्या मिलाएर राखेको है यो मान्छेले गर्दा मैले रे अनि ब्रेड मात्र भनेको भने मलाई थाहा थिएन नि त। अर्को पालिदेखि अब थाहा हिजो सबभन्दा पहिले चम्किने हाइकाउने यही मान्छे हो। अहिले सबभन्दा पछाडि यही छ। म चाहिँ फर्स्टमा। सो यहाँबाट जामाचो 4 किलोमिटर र हेर्न सक्नुहुन्छ अहिले नै सबको हालत खराब। सबभन्दा अल्छी मान्छे यो, सबभन्दा बढी जोसिने मान्छे उही थियो हिजो आउने हाइक र अहिले सबभन्दा पछाडि फिस भयो यो। बट नियर अफ काठमाडौँ भिजिट प्लेसको लागि हाइकिङको लागि चाहिँ जामाचो बल ठाउँ छ होइन। जस्तो सुनेको थियो हामीले त्यस्तै रमाइलो ठाउँ छ। सो यदि काठमाडौँ बस्ने साथीहरू नजिकै कहाँ हाइक गर्न जाने भनेर सोच्दै हुनुहुन्छ भने जामाचो इज द बेस्ट प्लेस होइन हाइकिङको लागि। कतिको रमाइलो भएर साथी एकदम भवाल हो। फर्स्टमा अर्को तलै छ फेरि। आज हाइकमा सबजना थाकेर हामी चाहिँ कोक हान्डायो अलिअलि। ओके म्याम, लिस्यो थ्याङ्क यू रे वेलकम। चेस निट है, घ्याम्पे है। यहाँ म्याडम चाहिँ हिँड्न नसकेर जुत्ता फुकालिराख्नु अझ बिना जुत्ताको हिँड्न सक्छ देख होला। यो कतिसम्म यो चुर्ती फुर्ती रहेछ, कति टाइमसम्म। भरि यही बनाइदिएछ नि। ल हिँड स्टिक पख क्यामेरा किन पर्दैन मलाई। हिँड खाली खुट्टा हाइकमा हिँडिरहेछ बस, यतिको चाहिँ हुनुपर्छ है। हिँड दुइटै टेक्दै हिँड। हेरौँ यो अहिले टाइम कति भयो है। म पहिला टाइम हेर्छु होइन। 1:14 भयो होइन। खाली खुट्टा हिँडिरहेछ, कति बेरसम्म हिँड्छ म हेरौँ है। डेढ घन्टा हिँडेपछि हामी होइन मजाक मस्ती गर्दै रमाइलो गर्दै हिँडेपछि जम्मा 1.5 किलोमिटर हिँड्ने रहेछ हामी। 3 किलोमिटर अझ बाँकी रहेछ जामाचो। र यस्तो पाराले हामी त लगभग 5 बजे पुग्छौँ होला आफ्नो डेस्टिनेसनमा। र अहिलेदेखि नै सबजना थाकिसकेको छ। अर्को चाहिँ जोसेर अहिले चाहिँ भाग्यो। गाइज यस्तो अल्छी छ नि हेर्नुहोस्। त्यहाँ हिँड्नमा चाहिँ दुईजना रेस्ट गरेर गर्छ हेर्नु। फाइट पर्दैछ गाइज। म चाहिँ छिटो जान्छु यिनीहरूभन्दा। म चाहिँ एकदमै लाइक मेरो बडी चाहिँ फ्लेक्सिबल छ। म चाहिँ उनीहरूभन्दा 10-5 मिटरै अगाडि हुन्छु। हेर्नुहोस् म रोक्दैछु। एकदम अल्छी छ यिनीहरू, काम छैन। मैले चाहिँ त्यहाँ गोस्ट देखेँ गाइज। आई सॉ गोस्ट स्ट्यान्ड देयर। काम ठक त्यहाँ चाहिँ सर्टकटबाट भागेर आइरहेछ। हेर्नुहोस् त्यहाँ कस्तो रहेछ भागी हेर्नु भाग्दै जतिकै। हेर्नुहोस् त्यहाँ। सो आफ्टर 3 आवर हाइकिङ गरेपछि हामी चाहिँ अहिले जामाचो जुन जामाचोको लास्ट डेस्टिनेसन छ त्यहाँ चाहिँ आइपुगेको छु। र अहिले जो कुरा म देखिरहेको छु नि अहिले मेरो आँखाले, हजुरहरू बिलिभ गर्न सक्नुहुन्न कस्तो बबाल ठाउँ छ कि। वाट अ ब्युटी के कस्तो देखिरहेको रहेछ त काठमाडौँ। पुरै त्यो सानो त्यो बक्स के त्यो
त्यो गोदाममा बक्सहरू राखेको हुन्छ त्यो टाइपको त्यो कस्तो सानो कस्तो बवाल देखिरहेको छ यहाँको भ्यू काठमाडौँ नजिकको मान्छेहरूलाई चाहिँ एकचोटि न एकचोटि यहाँ चाहिँ आउनु पर्ने रहेछ है गर्ल्स साथी आयो है साथीलाई नि खुवाऊ छौ दिन्छ सबजना थाकेर यहाँ हमला गरिसकेको रहेछ खानु हामी चाहिँ घरबाटै पकाएर ल्याएको थियो आलु चनाहरू अनि ब्रेड चाहिँ आर्मीले खाइदियो आर्मीले खान दिएन ल्याउन दिएन होइन अनि हामी आफै खाएको मिठो छ खाइरहेको छ होइन अनि अझ यस्तो स्वार्थी मान्छेहरू झन् आफै पकाएको आफै मिठो छैन भन्छ साथी तिमीलाई धेरै मिस गरिरहेको छु हामी चाहिँ अहिले जामाचोमा पुगिसक्यो होइन यहाँ हेर आजको मेरो हाइकिङ साथीहरू तिमीलाई धेरै मिस गरेको छ नेक्स्ट टाइम आउनुपर्छ है हामी चाहिँ अहिले चाहिँ हामी अब जामाचो हाइटबाट तल गइरहेछौँ किन भन्दाखेरि यहाँ 4 बजेबाट बन्द हुन्छ जामाचो होइन र हामीलाई 5 बजेसम्म चाहिँ 4:40 चाहिँ तल हामी जहाँ चाहिँ फुलबारी गेटबाट इन्ट्री गरेको थियो त्यहाँबाट भनौँ न एक्जिट गरिसक्नु पर्ने हुन्छ किनभने यो अलि जङ्गल एरिया भएर यहाँ जनावरहरूको अलिक होइन डेन्जर हुन्छ निस्किने टाइम हुन्छ त्यही भएर सेफ्टी फर्स्ट अब यहाँबाट निस्किन्छौँ अर्को पालि आउँदाखेरि चाहिँ अलि टाइमको अलिक ध्यान राखेर अलिक चाँडै आउनुपर्ने रहेछ यहाँ चाहिँ गाडी बाइकहरू पनि आउने गर्दो रहेछ होइन बट ट्रेकिङको छुट्टै एउटा रमाइलो मजा छ यो मान्छे माथि चढ्दा नि ढिलो गर्छ ओर्लिँदा नि ढिलो गर्छ टिकटकरहरूसँग सङ्गत गर्ने भनेको त यदि नागार्जुन कोही आउँदै हुनुहुन्छ भने होइन र ढिला भयो भने टाइममा होइन हामीले गरे जस्तै तपाईँहरूले पनि कान्स मात्रै उठ्बस् नभए गीत गाउनुपर्छ न त डान्स गर्नुपर्छ सजिलो कानपुसा मात्रै उठ्बस्नै थियो सो यो चाहिँ एउटा मेमोरिज राम्रो पोजिटिभ भाइब्समा लिनुपर्छ है केही कुरा नेगेटिभ लिनु हुँदैन होइन पोजिटिभ लिनुपर्छ गल्ती गरेपछि होइन लजाउनु हुँदैन त्यही भएर आफ्नो गल्ती स्वीकार गरेर हामीले चाहिँ आफ्नो पनिसमेन्ट लियो गाइज मजा आउँदैछ कान्छ मात्रै उठबस गर्दै यतिको पोजिटिभ भाइब्स चाहिँ हुनुपर्छ कि जीवनमा होइन त्यही मान्छे अगाडि बढ्छ कि अब हामीले पनि अरू जस्तै कान्छ मात्रै उठबस गर्छ ह्याङ गरेर बस्या भए त झन्डिला हुन्थ्यो अझ तल पनि गर्नुपर्छ कि जस्तो लागिरहेछ मलाई त बट हामीले पोजिटिभमै लियो र आफ्नो होइन पनिसमेन्ट लिएर अब अगाडि बढ्दैछौँ सो नेक्स्ट टाइम आउँदाखेरि यो कुराहरू ध्यान राख्छौँ हामी जाँदाखेरि नै अलिक ढिलो भयो सो हाम्रो हाइक चाहिँ आज यहीँबाट सुरु भएको थियो लगभग 5 घन्टाको हाइक चाहिँ हाम्रो कम्प्लिट भइसक्यो र सबको हालत डेन्जर वाइल्ड भएको छ 3जना साथीहरू चाहिँ माथि नै रहेछ भनेर बोलिरहेको छ एउटाको त कानै बन्द भइसक्यो यसरी बज्दैन नि अब बज्छ होला कस्तो भएको आजको मजा आयो भल खुट्टा काम्यो